दिदी हेरेको हेरै भयो त चिनिनौ कि क्या हो मलाई? आफ्नो बहिनीलाई नचिन्ने कुरा हुन्छ त कहाँ आकी? तिम्रो घरमा आएको हो नि, कहाँ आउनु? अस्ति नै तिम्रो घरमा बसेर पढ्छु भने त्यत्रो सल्लाह गरेको होइन, बिर्स्यौ? बिर्सेकी त छैन, तर अहिले त्यो घरमा बस्ने माहौलै छैन। म त घर छोडेर हिँडेँ कि। ल हिँड, अब म पनि उतै जान्छु। कहाँ फर्किनु? गाउँमा बसेर पढ्ने पढाइ सकेर सहरमा बसेर पढौँ भनेर आएको। अब तिमीसँगै गाउँ गएपछि म कहाँ बसेर पढ्नु? बुवा आमाले सहरमै दिदीको घरमा बसेर पढ्छे भनेर मलाई यहाँ पठाएका हुन्। गाउँमा धेरै जसो मान्छेहरूलाई दिदीको घरमा बसेर पढ्न गयो कि भन्ने कुरा सबैले थाहा पाइसकेका छन्। अब तिमीसँगै म गाउँ फर्केपछि गाउँका मान्छेले के भन्छन्? बाबुआमाको इज्जत कहाँ जान्छ? अब के गरौँ त म? त्यो घरमा बस्ने माहौलै छैन। भर्खर झगडा गरेर घरबाट निस्किँदैछु। अब म कुन मुख लिएर फेरि त्यो घरमा फर्किने हो? बरु म तँलाई कतै कोठा खोजेर राखुला। हिँड। कोठा खोजेर बस्ने रे? आफ्नो घर हुँदाहुँदै कोठा खोजेर बसेर साध्य हुन्छ? अझ 1 महिना पछि भाइ पनि यहीँ बसेर पढ्छु, जापानिज भाषा पढेर विदेश जाने जस्तो कुरा गर्दैछ। अब तँ यहाँ आएर कति महिनासम्म बस्ने हो थाहा छैन, अनि अर्काको घरमा बसेर हुन्छ? हिँड आफ्नै घर जाउँ। हो के मामु, सानो मम्मीले भन्नुभएको ठिक हो। बाबाको भन्दा तपाईँको धेरै गल्ती छ, त्यसैले घर जाऊँ अनि तपाईँ बाबासँग माफी माग्नुहोस् अनि उतै बस्नुपर्छ। चुप लागि डेट, त मलाई सिकाउने मैले चाहिँ गल्ती गरेँ? अनि तपाईँको बाबाको भन्दा धेरै गल्ती छ। होइन, भएको चाहिँ के हो? त्यति सोझो भेनाजीसँग तिम्रो झगडा चाहिँ कसरी पर्यो? होइन, कसरी झगडा पर्यो भनेर बाटो मैले तँलाई कसरी देखाउनु? तेरो सोझा भिनाजु आजभोलि भाइ बुहारीको कुरा सुनेर निकै बाङ्ग्या छन्। मलाई तिनको त मुख पनि हेर्न मन छैन। म जाँदै जान त्यो घरमा। दिदी प्लिज यसो नभन न, म पनि यहीँ बसेर पढ्छु भनेर आएको छु। अब भाइ पनि यहीँ आएर बसेर पढ्ने कुरा गरिरहेछ। अब तिमी नै यसरी घर छोडेर हिँडेपछि हामी के गर्ने? हाम्रै लागि भए पनि भेनाजीसँग मिलेर बस न दिदी। हिँड जाउँ घर फर्केर। म तेरो भिनाजुसँग त कुनै हालतमा मिल्न सक्दिनँ। दिदी तिमी यस्तो कुरा नगर है। तिम्रो र भेनाजुको सम्बन्ध राम्रो छ भनेर बुवाआमा कति धेरै खुसी हुनुहुन्छ। अब तिमी नै यसरी छुट्टै कुरा थाहा पाउनु भयो भने बुवाआमालाई कति धेरै तनाव हुन्छ। सोचेकी छौ तिमीले यो कुरा? हेर, तिमी यस्तो घमण्ड नगर है। तिमी भेनाजुसँग मिलेर बस्नु भनेको बुवाआमालाई खुसी दिनु हो। तिमी भेनाजुसँग छुट्नु भनेको जिन्दगीभर बुवाआमालाई तनाव दिनु हो। यो कुरा चाहिँ विचार गरिराख है तिमीले। ल ल हिँड, फर्किन्छु म पनि। थ्याङ्क यू सानो मम्मी। ल ल थ्याङ्क यू भन्दा नि तपाईँ। त्यो झोला म बोकिदिन्छु।